सिनपा सिद्धिचरण नगरपालिकामा छौँ दादा र म। भूमि हो त्यो त माख्लै बजार पर्यो नि, जिल्ला प्रशासन त माख्लै बजार पर्यो नि। ए आइसकेछ आइसकेछ, हात गल्ने। अनि माथिको बाटो आयो क्या नमिसिकन छिटै हिँड्नु हुँदो रहेछ तपाईँ पनि त। म हिँड्दा चाहिँ चाँडै हिँड्छु है फेरि। तपाईँ खाना पनि केही खानुहुन्न, त्यही नि मोटाउनु भएको छ। धेर खाएर मोटाउने होइन रहेछ। तल भात खाइस् नि होइन? खाएँ मैले त। हिजो खान्थेँ क्या, त्यो तरकारी पनि थिएन। तरकारी थियो त नि बोडीको। हाम्रो प्यारो ओखलढुङ्गा, हाम्रो ओखलढुङ्गाको सदरमुकाम चाहिँ यस्तै यस्तै छ, अलि युनिक पाराको। अलि युनिक पाराको छ हाम्रो डाँडामा। रमाइलो डाँडा नामै त्यही रहेछ भनेपछि। कुन फुटबल हेर्नलाई राख्दै हो कि? कालो ल आइज ल हामी त दोलखा कालीगाउँ कालिम्चोक हुँदै अब हलेसी हुँदै भोजपुर हुँदै डिक्चल भोजपुर हुँदै हिले आज खोटाङ जानुहुन्छ हलेसी? हलेसी दर्शन गर्दै त्यतै बास हुन्छ डिक्चलको आसपास नि। नाइट आउन त चाहिँ बमु नै कुरा नमस्कार अङ्कल। ए यो त भएन, कति भयो मान्छेले मुख भएको छैन न, अनि कहाँ खाना भनेदेखि चाहिँ अङ्कल एकदम ठिक। अनि यी नजिकै छ फुताएर खाएको यो दिउँसो हजुर एकदम कालो कफी पुरा चिनीको कालो पनि छैन, अनि त्यही भएर कफी चाहिँ भनेको उहाँहरू त चिकन हुनुहुन्छ होला भरतपुर। हजुर स्कुल गइरहेछ? अब जानुपर्छ आधी घन्टातिर। स्कुल यहाँदेखि आधी घन्टा हिँडेर। कतिको जनसङ्ख्या छ बजारमा?
हेलो माई नेम इज हिरण्य कसरी भन्नु हेलो माई नेम इज हिरण्य कार्की आई एम 15 year old I live in Nepal Okhaldhunga and I read in Laligrass English Secondary School के भन्नु त अब यो भन्दा बढी इन्ट्रोडक्सन आएन हौ मलाई इन्ट्रोडक्सनै खासै अलिकति लजाएर कि नत्र म भन्न त भन्छु क्यामेरामा चाहिँ म राम्रोसँग भन्न सक्दिनँ कि माई नेम इज हिरण्य कार्की आई एम 15 year old I live in Okhaldhunga and study in Laligrass Secondary English School I am basically a student who is living, learning and growing in this apart of community and learning new things about apart from school. So my introduction ends here. सिधी सर्वश्रेष्ठ त्यहाँ मूर्ति पनि छ त्यहाँ ओखलढुङ्गा हो त्यहाँ तेरो तिब्बतमा ब्रिटिस आर्मीहरू गएका फर्किँदा काहीँ पनि भेटेनन् अनि यहाँ आएर चामल कुटेर खाएको किंवदन्ती छ क्या किंवदन्ती अब इतिहास हो यो ए फर्किँदा के भेटेनन् खानेकुरा भेटेन अनि त्यो ओखलमा ढुङ्गाले धान कुटेका क्या त्यही भएर ओखल ढुङ्गा राखेको नाम चाहिँ त्यो कारण हो यसको बुवा मेरो मम्मी जन्मेको चाहिँ बसेरी रुम्दाटाप त रोडै पुगेला नि अब होइन 1 घन्टामै रोड पुगिन्छ नमस्ते कालिका स्थान के हो एउटा देऊ न त मलाई देऊ न प्लिज क्या देऊ न के छ के लुकाएको ए यो मौसममा बस्न पायो नि यसो धेर बाँचिन्छ क्या यो हेर्न धुवा धुलो छैन पुरै ब्लाइन्ड बनाएको थियो नि टेस्ट गराउन यहाँको कति छ त्यसको क्यापेसिटी हेरौँ क्यास पेन्ट त्यो त अनलाइन निस्किहाल्छ तेरो जिआइएस भन्ने एउटा सफ्टवेयर हुन्छ होइन आर्मी त्यो पुलिस शासनले हुँदैन क्या भाइ त्यो भनेको छुट्टै निकाय नि हो नि त त्यत्रो मोटर ल्याएर कुमारले ल्याउँछ म त त्यत्रो एक्सपेक्टै गरेको थिएँ यता उसको पनि त बाँडियो नि त म त अमृतले जस्तो लाग्यो अमिर बाबु र उसको ओखलढुङ्गाको कुन्दादेवी गाविस 1 नम्बर बसो कति छ चापा डाँडा छरछरे खन्या खर्क ओखलढुङ्गा त्यो रुम्जटार हो तर यहाँबाट अर्कै देख्ने रुम्जटार चाहिँ हामी रुम्जटार भन्दा अलिक तलै छौँ चारमा 2 चोटि पढ्यौ अनि त्यहाँ माथि गएर फेरि 4मै पढिरहेछौ 5मा अनि यहीँ पढाइ भइहाल्थ्यो नि 5मा किन 5मा स्कुलको नाम चाहिँ के हो यो श्री आनन्देश्वर आनन्देश्वर के रे तिमी भन्न त के रे श्री आनन्देश्वर आधारभूत विद्यालय
आनन्देश्वर राम्ररी पढ है अब एकैचोटिमा 6मा जाने होइन अब 6 क्लास कि 7 क्लास पढ्ने 7 क्लास पढ्यो भने अब 9 क्लास पढ्ने 9 क्लास पढेन भने 8 क्लास पढ्यो भने 10 क्लासमा जाने छिटो छिटो पढिहाल्ने 10मा पुगिहाल्ने पढेपछि के गर्ने सोच छ त 10 वर्षपछि ऊ भन्ने के भन्ने ट्याटु आर्टिस्ट आउँछ आर्ट गर्न आउँछ चित्र गर्न आउँछ कोरेको छ कुनै कहाँ देख्यौ तिमीले कहाँ छ देखाउ त हातमा छ अलिकति यतिबाट ए हातमा नि ट्याटु हान्नेको रहेछ त ल खत्रै ट्याटु आर्टिस्ट भन्छौ तिमी अनि भाइ अर्को भाइ के भन्ने यो डक्टर युट्युबर भन्ने